नेपालमा काम गरेर बाँच्न सकिँदैन भन्ने यो चाहिँ भने लास्टै गलत हो। मानसिकतै गलत भइसकेपछि कसैको केही लाग्दैन। हेर्नुहोस्, हामीमा आफैमा साहस छैन, आफैमा गर्न सक्छु भने हिम्मत छैन भने अर्काको नोकरी गरेर हुने त के हो र। विदेश गएर सायदै त्यति सहज छैन होला जति हामी यहाँ बसेर काम गर्न सक्छौँ। जे गर्दा भयो त गर्दा काम किन नहुनु। अर्थात् समग्रमा मैले यो भन्न चाहेँ कि आज देशको आर्थिक उन्नति पछाडि पर्नमा युवा शक्ति बाहिरिनुले एकदम प्रमुख कारण हो। क्षणिक रूपमा पैसा त देशमा भित्रियो, तर भोलि पर्सिको लागि र भविष्यको लागि यसले राम्रो मार्गनिर्देशन गरेको छैन। त्यही भएर युवा शक्ति यहीँ बस्नुपर्छ। एउटा अहिले सबैको डाटा भनौँ या आँकडा अनुसार करिब 70-80 लाख युवा शक्ति जो चाहिँ 18 घण्टा 20 घण्टा काम गरेर खट्न सक्ने युवा शक्ति चाहिँ बाहिर विदेशिनु भनेको यो देशमा अब केही पनि सम्भावना नदेख्नु जस्तै भएर त्यस्तो भएको। तर त्यो अलिकति गलत अभ्यास भइरहेको छ। यही गर्दाखेरि जस्तो कि मैले भन्न खोजेँ 70-80 लाख मान्छे बाहिर हुने बित्तिकै उहाँहरूले खाने लगाउनेदेखि लिएर हरेक कुरा सबै बाहिर भयो। यहाँका उद्योग व्यवसाय सबै धाराशय पर्नु कारण त्यो पनि हो। जस्तो कि एउटा युवाले दिनमा 1 लिटर दुध खान सक्थ्यो भने उसले पचाउन सक्थ्यो भने त्यही अनुसार काम पनि गर्न सक्थ्यो। भनेपछि एउटा 80 लाख मान्छेलाई सामान्य हाफ लिटर मात्र दुधको तपाईँले कन्जम्सनको सोच राखेर गर्नुहोस्। कति 40 लाख लिटर त दुध दिनको कन्जम्सन हुन्थ्यो। 40 लाख दुध कन्जम्सन हुनलाई त्यही अनुसार दानाको लागि कति काम हुन्थ्यो, वस्तुभाव पाल्नमै कति रोजगारी सिर्जना हुन्थ्यो। यहाँ भविष्य नदेखेर होइन, यहाँ भविष्यलाई नचिनेर आफ्नो भूमिलाई नचिनेर विदेशिएका हुन् जस्तो लाग्छ मलाई चाहिँ। यही सम्भव छ, हर काम यही सम्भव छ। सस्तै दायित्व यस्तो अब सामान्यतया यो हाम्रो भूमिमा चाहिँ यो मेचीनगर नगरपालिका वरिपरि अत्याधिक माग सुपारीको छ। सुपारीको माग अत्याधिक छ र सुपारीको बिरुवा पनि त्यसै गरी खपत भइरहेको छ, बिक्री भइरहेको छ। सरल सुलभ तरिकाले ठगिनबाट बच्नको लागि मैसा किन्नुपर्छ भन्ने छैन। जुनै नर्सरीमा गएर पनि हजुरहरूले सुपथ मूल्यमा बिरुवा किनेर गुणस्तरीय बिरुवाहरू अब छन त अब आँपकै प्रजातिहरू पनि लगभग धेरै छ भन्ने सुनेको छु मैले। 220 किसिमको छ भन्ने छ। अब हामीसँग जनरली चलेको आँपहरू छ, लिची छ, सिडले साई लिची छ, एभोकाडो छ, अनि त्यसै गरी नरिवलहरू यावत फलफुलका बिरुवाहरू लगायत सिजनल फुलहरूको पनि काम यही हुन्छ। अनि सफेद फल, किवी छ, पहाडी आइटमहरू, त्यसको लागि चाहिँ सर्वसुलभ मूल्यमा तपाईँले पाउनको लागि यही नर्सरीमा सम्पर्क गर्नुभयो भने हजुरले सुपथ मूल्यमा बिरुवाहरू पाउनु। लोकेसन हाम्रो मेचीनगर नगरपालिका वार्ड नम्बर 13 चाराली चोकबाट थोरै 200 मिटर अगाडि काँकडीबुट्टा जानेपट्टि 200 मिटरमा जस्ट 200 मिटर अगाडि त्रिदेव कलेजको अपोजिट। हस्, धन्यवाद। हस्, थ्याङ्क यू।